आदरणीय दर्शक यतिखेर तपाईँ देख्न सक्नुहुन्छ निकै यो वर्षमा निकै बाढी पहिरो अनि धेरै जनधनको क्षति पनि भयो। तर आजको दिन पनि एकदमै मौसमले साथ दिएको छ र यो यति बेला हामी झापा जिल्लाको पूर्वी यो अन्तिम मेला हामी यो फुलबारी मेलामा छौँ र सम्पूर्ण देश विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइहरूलाई आज यो दसैँको अन्तिम दिनमा म फेरि पनि अन्तिम शुभकामना विदाईसँग दिन चाहन्छु र धेरैभन्दा धेरै ठुलोमा झन्डै 2 लाखको हाराहारीमा चारै दिशामा पब्लिक आउनु भएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले यसरी हेर्नुहोस् त एकदमै समय र मौसमले साथ दिएको छ। आदरणीय दर्शकबिनहरू यो पूर्वी नेपालको एकदमै सान्दर्भिक मेला र एकदमै कल्चरल मेला भएको ठाउँ झापा जिल्लाको फुलबारी बारदसी गाउँपालिका वडा नम्बर 5 मा अवस्थित। दर्शकबिन तपाईँ देख्न सक्नुहुन्छ फुलबारी मेलाको अत्यन्तै ठुलो भिडानहरू यहाँ चलिरहेको छ। एकदमै मौसमले पनि साथ दिइरहनु भएको छ। मेरो अगाडि पछाडि थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू दसैँको अन्तिम उत्सव मनाउन आइरहनु भएको छ र मसँग रोशनजी पनि हुन्छ। आदरणीय मेरो रोशनजी नमस्कार। ओके ओके एकदमै 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 जोरदार लागिरहेको वृद्धसम्म सबैको लागि एक अति उत्कृष्ट मेला दसैँको बिदाईको मेला एकदमै पूर्वाञ्चलको उत्कृष्ट मेला एकदमै महोत्सवपूर्वमा मनाइरहनु भएको छ। झन्डै 2 लाखको हाराहारीमा यहाँ पब्लिकहरू आउनु भएको छ। यहाँ सम्पूर्णलाई हेर्न सक्नुहुन्छ। विदेशमा रहनुहुने सम्पूर्ण आमा दिदीबहिनीहरूलाई म शुभकामना दिन चाहन्छु। आज यो दिनमा पूर्व नेपालको झापा जिल्लाको बारदसी 5 वडा नम्बर 5 को मेला फुलबारी मेला अत्यन्तै उत्सवपूर्ण पक्कै पनि तपाईँ यो धेरै दृश्य दर्शकबिन यति बेला म चाहिँ शनिहाट बजारमा आइसकेको छु। आफ्नै बजारमा र एकदमै राम्रोसँग यहाँ चाहिँ मेला लागिरहेको छ। देख्न सक्नुहुन्छ यहाँले शनिहाट बजारको यो चारैतिरको यो दृश्य। शनिहाट बजारको दिन एकदमै राम्रो बजार लाग्ने ठाउँमा आज फेरि यहाँ चाहिँ एकदमै राम्रो मेलाको दोस्रो अंश यहाँ छ। आजको यो अन्तिम मेलासँगै यहाँबाट मात्र म छुट्न चाहन्छु। सम्पूर्ण दर्शकलाई यो दृश्य मैले देखाइरहेको छु। यहाँहरू छुट्न चाहन्छु। थ्याङ्क यू सो मच।